माई गॉड व्हाट द हेक भन्दै अलि सुपर बाइक मतलब सुपर हैन सेमी स्पोर्ट बाइक देख्ने बित्तिकै टक्क भिडियो अन गर्ने हैन अनि त्यसपछि सर्ट सिनेमेटिक भयो नि खिचिहाल्ने के सिनेमेटिक रे फास्टमा भयो नि के देख्दा चाहिँ टाइम ल्याप्स जस्तो देखियोस् न स्वाइया जाओस् ब्ल्याममा होस् कतै गएर ठोक्कोस् कन्टेन्ट मिल गयो भाइ कन्टेन्ट हुन्छ नि त अरू बेला हिस्ट्री दाइको भ्लगतिर त यतैतिरबाट हिँड्नुहुन्थ्यो त यार अहिले त के हो यो काहीँबाट नि हिँड्नु कमिलो नि हिँडेको छैन हो हिस्ट्री दाइको घरतिरको त कहिलेकाहीँ त यसो R1 रातोमा अनि त्यो आरसी देखियोस् विश्वास दाइको अनि हाम्रो खेमे दाइको बाइक ओहो कसरी बिर्सिने यार त्यस्तो त्यो के अरे हात छिराएर चलाउनेवाला बाइक मतलब कि त्यो समात्ने ठाउँमा पन्जा थियो क्या छुट्टै दामीवाला अनि खेमे दाइको पनि बाइक अहिले त नयाँ किन्नु भइ चाहिँ क्या हो म हिस्ट्री दाइको हेलमेटले चिन्दिनँ ओहो एमटी ओहो R1 के गर्नु यार म हिस्ट्री दाइको त्यो हेलमेटले चिन्दिन्थेँ ओहो क्या कुदेको त्यो एरोप्लेन ऊ 390 को स्पिडमा गइछ N1 N बजाज N ठिक छ अघि क्या त्यो 3 कुनेमा क्या हैन झन्नेले क्या टुच्च एकै मात्र छोइदिए भए त्यहाँनेर पुलिस त्यही साइडमै थियो अमला वक्तलाई त मुलालाई भन्दै थियो हैन उताबाट ट्याक्क रेड लाइटबाट ग्रीन लाइट भयो नि त अनि हान्नेर आयो त्यो गाडीहरू यताबाट त्यो लगभग 3 कुने पशुपति जाने साइडपट्टि एउटा कार फुत्त क्रस गरिहाल्यो एकै सेकेन्ड मात्र त्यो ब्रेक एबिएस अन नभएको ब्रेकहरू नलागे भए माका कन्टेन्ट पनि गयो भाइ कन्टेन्ट हुन्थ्यो नि कस्तो दाजु 20 तारिक गयो नि पुगिन्छ नि मलाई यहाँ कस्तो भइरहेछ तपाईँ यस्तो कुदार लानुहुन्छ झन्ती माथि अनि फेरि कुदाउनुको फाइदा नि छ टुच्च कतै गएर भित्तातिर जाक्यो भने कन्टेन्ट मिल गयो भाइ कन्टेन्ट हुन्छ नि त हो ल हाम्रो दाइले विली हान्न लाग्नुभएछ विली ल सिधा गयो अब विली ए भनेको ल अब विली ए यार टक्कर त्यो दाइले विली हान्नुहुन्थ्यो त्यो रोकेर मात्र हो नि त सधैँ मोबाइल अन गरेर हिँड्छु क्या होइन क्यामेरामा राखिराख्छु झुकेर कहीँ कुनै दिन यसो न दाइहरूलाई भेटिन्छ कि रोक्नुहुन्छ कि हुन्न चाहिँ त्यो अब थाहा भएन होइन एटलिस्ट टक्क देख्न मात्र पाएँ नि हो माई गड मैले क्या आज विश्वास दाइलाई देखेको थिएँ मैले क्या आज हिस्ट्री दाइहरूलाई देखेको थिएँ मैले अनि त्यो के अरे हिस्ट्री दाइको के अरे त्यो दाइको नाम त्यो साथी क्या हिस्ट्री दाइको साथी कविन दाई देखेको थिएँ कविन त होला नि मैले ठ्याक्कै बिर्सेँ क्या हो कविन दाईहरूलाई देखेको थिएँ एमटीमा टक्क लाएर होइन अनि मैले क्या अर्को अनि खेमे दाईहरूलाई देखेको थिएँ भन्नु हुन्थ्यो क्या अब उताबाट अब R1 पेलेर आउँदैछ कसरी चिनिस भन्नु होला क्या अब ट्रु बाइक लभर यस्तै हो क्या फेरि ओ एकछिनै खान्छ मलाई क्यामेरा ओ माई गड ओ मा दाई विली दाई के भन्नु अब विली हान्नुहुन्थ्यो अलि ट्राफिक भएर होला ओ गाइस एमटी ल तु यहाँ गइगयो नि यार के गर्नु अब फेरि अरू कुनै उताबाट रन गरेर लास्टमा स्कुटरमा भन्दैछु नि अलिकति यस्तो सेम स्पोर्ट बाइकहरूलाई चाहिँ टक्क मोडिफाई गर्न दिनु क्या यार अलिकति भने साउन्डले थाहा हुन्छ क्या परबाट आउँदैछ हो भनेर सबैको रियाक्सन कस्तो मजा आउँछ नि हो ल यहाँ हेर न यस्तो पो हो त रमाइलो त मा टक्क बाइकमा हुनुपर्छ क्या अझै त कार पनि कि कारै त बस आइरहेछ दुईवटा पेल्लिँदै यता एयरपोर्ट एरिया हो खिच्न मिल्छ कि मिल्दैन यार अलि मोबाइल डाउन पारेर नहेर्नु है त्यो एयरपोर्टतिर तपाईँहरूले एयरपोर्टतिर हेर्नु हुँदैन है म नि यतै जानु पर्यो ओ मा R1 सच कस्तो मेरो अगाडिबाट गइदियो नि यार मलाई कस्तो माया लागेर आयो त्यो R1 को लुक्स देखेर लुक्स
अब यताबाट सलल्ल हिँडिरहेर होइन उ आउने उताबाट चाहिँ हिस्ट्री दाइहरू फुट कहिले मलाई यस्तो रिस उठ्छ नि। अनि त्यो दाइहरू देखेँ होइन क्या मदेखि क्या म अघिदेखि यता हिँडिरहेको छु उता हिँडिरहेको थिएँ। अनि पछाडि बेला बेला हेर्नुपर्छ ऊ दाइ कस्तो राइडर हो राइडर कसले सोधेको अब निउरिदेऊ अब ऊ राइडर राइडर अर्को राइडर 150मा ट्रिपल लोड त्यो त्यत्रो मोटी राखेर मोटी भन्नु त नहुने हो त्यही मोटी त भनेको कसले उयो गर्छन् मोटीलाई मोटी नभनेको दुब्ली भन्नु त्यसको बोसो घटा नि त अनि आमा 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 नि त क यो क एक क यमहा आर1 ऊ बिउ बिउ कता हेर्नु उता अर्को फेरि B3 यता बिबो उता B3 ओहो यहाँ त हिस्ट्री दाइहरूलाई पनि भेट्न सकिन्छ है यहाँ दाइहरूको ओहो आरएस ठिक छ उतापट्टि R1 V2 रहेछ हिस्ट्री दाइहरू हुनुहुन्न रहेछ नि त यार ऊ फेरि MTI गयो राल टिका लाएर यता फेरि ड्युक छ ड्युकको नि त्यो BS4को चाहिँ दामी छ हौ साउन्ड कटक BS4 BS3 कि BS4 जे भने हो त्यही क्या अब बुझिहाल्नुहुन्छ नि साउन्ड जुनको दामी छ त्यही हो क्या कस्तो राखेर आइरहेछ हौ यतातिर त ऊ त्यहाँ टर्निङ छ त्यहाँ टर्निङमा पैसा हल्का क्लच समात्दा रहेछन् अनि तैँ सुताइहाल्दा रहेछन् नभए त सिधा बाटो हुने हो भने त नेपालीले गर्छ है चान्स पायो त्यो भने चान्स पायो नेपालीले गर्छन् क्या यहाँ विलीको प्र्याक्टिस हुँदैछ अनि के भन्नु स्कुटरमा स्टपी हान्न लाग्नुभएछ दाइले बलेरोमा अनि वहाँनिर विले चलाउने अब विली भनौँ न एउटा पाङ्ग्रा मात्र अनि अब नेपालीले चान्स पाए गर्दैन त त्यत्रो माथि बसिरहेको छु म हेर्नु त म भन्दिनँ ऊ अब फायर हाल्छन् अब के भन्नु क्या फ्याम फ्याम हान्छन् अनि साइलेन्सर पड्काउँदै हिँड्ने कस्तो रमाइलो छ जिन्दगी दुईवटा डिबी किलर के अरे दुईवटा साइलेन्सर त्यहाँ माथि डिबी किलर थिएन यता एनएसमा हेर्नु त्यस्तै कि एनएस पनि लुक्समा त ओ आरसी होइन एन्टोर्क रहेछ भोसडी के त्यो एन्टोर्कवालालाई कसले अन्त मेरो नि गल्ती हो आरसीको अलि लुक्स राम्रो हुन्छ मैले त्यो आँखा मात्र बलेको देखेँ आरसीको दुईवटा आँखा क्या मजाले बल्छ नि त तपाईँलाई थाहा छैन गाइस तपाईँ कहिलेको मान्छे हो क्या यार गर केटिएम RC 390 200 125 हान्नु न अझ त्यो नयाँवाला होइन क्या पुरानोवाला छ क्या कस्तो भन्दाखेरि BS4 होला आई गेस अहिले BS6हरू त त्यो कस्तो हाउडा बनाइन्छ केटिएमको मान्छेलाई भन्नुपर्ने क्या यार म रिपोर्ट हानिदिन्छु है केटिएमको मान्छेहरूलाई भन यो तरिका बे चल्दो रहेछ बे खान जाने हो त लगायत कुरा गर्ने क्रममा हामी आइसकेको छौँ खहरेको यो गनाउने ठाउँमा क्या माछा यस्तो गनाउँछ नि यस्तो यो झ्याउ लाग्दो होइन क्या मतलब अलिकति व्यवस्थितै छैन क्या यतातिरको कुहिएको पनि तिरहेछ नकुहिएको पनि तिरहेछ मरेको पनि तिरहेछ जिउँदो पनि तिरहेछ केले कितने में दिए नहीं दिए ना मात्राक्ते में कहियाने कसैको सैया मार्लो त्यसपछि कहियाने गाइस अब एकैचोटि पर अलिकति दामी ठाउँमा पुगेपछि भेटौँला होइन अहिलेलाई अब यस्तै हो जिन्दगी गाइस यहाँ चाहिँ स्टुडेन्टहरू
आफ्नो एनुअल फङ्सन त नभनौँ के हो यो। मजाले रोडमा बसिराख्नु भएको छ, एउटाको चाहिँ साइकल रहेछ अनि मजाले हेर्दैछन्। माइ गड साइकल रहेछ भोसडीवालाका भन्दै मेरो भिभोको लोगो चाहिँ देखिन्छ। मजाले साइकलमा छन् हो, यतातिर नि बसेर छन्, यतातिर नि छन्। कुन साइकल हो यो? सिमानो त होइन, के अरे सिमानो रे, जिटिए बालिनको साइकल। रिएक्सन चेक गरेर गाइज। मासालाई कस्तो पड्काएको कानमा आएर। रिएक्सन चेक करो गाइस, ड्यूक चेक करो ड्यूक। साला लड़कीबाजी नहीं ड्यूकबाजी करेंगे हम। यो अन्त जिक्सर केटाहरूको रिएक्सनै यस्तै हेरेर हुन्छ। म भन्दैछु हो ड्युक, ड्युक धेरै छ हो नेपालमा। ल अलि ओभरै छ क्या, होइन आरसी नि होला, हुन चाहिँ होला, तर आरसी अनि छ। आरसीको यस्तो मोडिफिकेसन छ नि यार, आमामा त्यो रेडबुलवाला कसको थियो क्या, रवि हो कि खै के थियो, पौडेल कि खै के थियो क्या हो त्यो दाइ। ओहो रेडबुलवाला आरसी होइन। अनि अर्को हाम्रो त्यो हिस्ट्री दाइहरूसँग थुप्रो आरसी हिँडेको थियो एकचोटि त्यो बेला, 2-3वटा रेडबुलवाला थियो, रातोमा थियो एउटा, खै कसको हो, विश्वास दाइकै छ। अनि अरू खै कसको छ क्या छन चाहिँ। डिएसएलआरबाट खिच्नु र भिभोबाट खिच्नुमा फरक छ हो। यहाँ पनि आरसी छैन हो, उतै पर एक ठाउँ चाहिँ छ है बोर्डमा लगाइ। अहिले फेरि कन्टेन्ट भेट्ने बित्तिकै मलाई त्यही छ यहाँ किधर गरे हो त्यस्तो के भन्दै थियो। कन्टेन्ट भेट्ने बित्तिकै आइकम बिकम भिडियो बनाइदिइहालौँ।